सेनाले सरकारको आदेशको पालन गर्नुपर्छ, निशर्त आदेशको पालन गर्नुपर्छ। आदेशको विरुद्ध चाहिँ सेना जानुको अर्थ जनता र राष्ट्रको विरुद्ध चाहिँ उभिनु हो भन्ने हामीले बुझेका छौँ। हामीले त्यो आदेश दिइसकेका छौँ। अहिले त्यसलाई स्थगित गर्ने भन्ने कुरा सेनाले त्यसको पालन गर्नुपर्छ। अब रोक्न सकिन्न भने के सकिन्छ भन्ने कुराको जवाफ चाहियो। पालना गरेन भने चाहिँ पालन नगर्नेलाई के हुन्छ? हाम्रो विधानले, संविधानले के भन्छ त्यो अनुसार विधिको शासन हामी लागू गर्ने हो भने यदि चाहिँ जसले चाहिँ विधिको उल्लङ्घन गर्छ त्यो माथि कारबाही हुनुपर्छ भन्ने हाम्रो संविधानले भन्छ। कुनै पनि सेनाले वा सुरक्षा संयन्त्रका चाहिँ कमान्डरहरूले तिनीहरूले चाहिँ राजनीतिक बक्तेबाजी गर्नुहुन्न। त्यो उनीहरूको काम चाहिँ सरकारको आदेशको पालन गर्ने हो। चाहिँ उनीहरूलाई राजनीतिक भाषण र चाहिँ राजनीतिक बक्तेबाजी गर्ने होइन। यो हाम्रो विधानले, हाम्रो विधिले, हाम्रो कुनै पनि मान्यताले यसलाई छुट दिन सक्दैन। चाहिँ त्यसकारणले त्यो सैन्यवादको पनि विरोध गरिनुपर्छ। त्यो जनतालाई त सही हुँदैन। कुनै पनि राष्ट्रलाई चाहिँ सैन्यवाद सही हुन सक्दैन। त्यही हो आतंकवाद भनेको। चाहिँ सेनाको बलमाथि, बन्दुकको बलमाथि जनतालाई तह लगाउने, चाहिँ त्यसबाट चाहिँ आफ्नो शासनलाई कायम राख्ने भन्ने कुरा त हिजोको कुरा हो। अहिले गणतन्त्र आइसक्यो, त्यसलाई कसरी सुदृढ गर्ने चाहिँ भन्ने कुरा। त्यसकारणले म के थप्न चाहन्छु भने चाहिँ त्यसमा चाहिँ फौजीवादको पनि चाहिँ कुनै पनि हालतमा चाहिँ नेपाली जनतालाई त्यो सही हुने छैन। चाहिँ